एभ्रिवान वेलकम टु माई न्यू भिडियो। आज चाहिँ हामी टक्क दिदीबहिनी भएर पानीपुरी खान जाँदैछौँ साँझको पहर टाइममा हैन। कहाँ जाने अरे हामी पानीपुरी खान। नानीले ठक्क पैसा लिएर फ्यान हात हालेर गर्मीको समय हामीहरू पानीपुरी खान जाँदैछौँ। दिदी र म। हजुरहरू पनि खान आउनु होला। सुन्नुभयो। यहाँ चाहिँ साँझको पख छ नि त अहिले, त्यही भएर चाहिँ अहिले हावा खान टक्क यहाँ मान्छेहरूको घुइँचो छ। अझै आइपुगेको छैन, हल्का हल्का हावा चलेको। टक्क लाएर साँझको बेला अमिलो पिरो खान कम्ती त मजा आउँछ हैन। हामी चाहिँ अहिले टक्क लाएर चिसो चिसो हावा खाँदैछौँ। नानीले त अझै फ्यान पनि बोकेर आइदिनु। गर्मी हुन्छ नि त। गर्मी हुन्छ। उता हेर्नुहोस् त गर्मी उता फेरि यो पुल पारी हेर्नुहोस् त। बुझ्नुभयो। हाम्रो भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। अनि यो फेसबुकमा आएको छ नि 3 लाख भ्युज भन्ने, अहिले चाहिँ मेरो 3 लाख अझै पुगै छैन। टाइम पनि भेङ लगाइसक्यो। हजुरहरूले भ्युज बढाएर सपोर्ट गरिदिनु होला अनि फलो पनि गरिदिनु होला। ल हेर्नुहोस् है, हामी चाहिँ चक्क लाएर पानीपुरी खाने ठाउँमा चाहिँ आइसक्यौँ। हामी चाहिँ टक्क लाएर यहाँ बस्यौँ हैन। हेर्नुहोस् है, यहाँ बन्दैछ। पानीपुरी नबनेछ, हामीले चाहिँ गाडी हेर्दै बस्दै गर्ने बेला भयो। खै स्ट्यान्ड मात्रै हो कि। है आयो हाम्रो पानी। अझै पनि आज खबर के मम्मीले खान्थ्यो। त्यो त भन्ने हो नि मलाई। घरमा लैजाऊ सबैलाई भरको दिन्छ। म त अब अलिकति त्यो के हजुरले भन्न पर्थ्यो। तपाईँले काठको पिरो कति कहिले खाना एकदम खाने त्यो घारीको यस्तै कतिमा छ कि मेरो ठ्याक्कै मेसेज आएको देखेको थिएँ। म सुन्छु अनि सुन्ने मेसेज भएन कि किन नभएर त्यही भएर